पहिला कथा सुन्नुस्, जसको जवाब म तपाईहरुलाई कमेन्टबाट चाहन्छु। अन्न हेर्नलाई कुकुर राखेको छ मालिकले र कुकुर बाँधिएको छ। धेरैसम्म त्यो गुडको चराले निरीक्षण गरिसकेपछि उसले थाहा पाउँछ कि कुकुर बाँधेको छ, हैन? म गएँ भने मैले खाने ठाउँसम्म कुकुर आइपुग्दैन, कुकुर भोग्ने मात्र हो। अनि के गर्यो भनेपछि चराले गएर अन्न खाइदियो। जब बेलुका मालिक घर आइपुग्यो, जब चराले अन्न खाएको कुरा थाहा पाए मालिकले, उसले कुकुरलाई पिट्यो। यो दृश्य रुखमा बसेर चराले हेरिरहेको छ। अनि तपाईको जब चराले कुकुरले पिटाइ खाएको देख्यो, अनि चरालाई प्रायश्चित फिल भयो। मैले गर्ने बेला कुकुरले पिटाइ खायो, अब म यो अन्न खाँदैन, अब मैले पनि खाँदैन र यहाँ अरू चरा खान आउँछन् भने म उनीहरूलाई पनि लखेटिदिन्छु कुनै न कुनै तरिकाबाट भनेर ऊ चाहिँ रुखमा बसिराख्यो। अब कुकुरले के सोच्यो भनेपछि कुकुरको मनमा पाप बदला केही पनि छैन। सिर्फ के सोचिरहेको छ भनेपछि उसलाई मालिकले बाँधेर राखेको छ छेउको एउटा किलामा। उसले सोचिरहेको छ त्यो चरालाई पनि मालिकले त्यो गुडमा बाँधेर राखेको छ, हैन? अनि उसले यो सोच्यो कि म चाहिँ अब गएर चराको गुड भत्काइदिन्छु, उसलाई त्यो पिञ्जडाबाट मुक्त गरिदिन्छु। उसलाई चाहिँ लागिरहेको छ मालिकले उसलाई पिञ्जडामा राखिरहेको छ। अनि उसले गएर के गर्यो, जसो तसो गएर चराको गुड भत्काइदियो। अब चराले प्रायश्चित गरेर कुकुरलाई साथ दिइरहेको थियो, तर के भयो, चरा उड्यो आकाशमा। कुकुरलाई लागिरहेको छ मैले चरालाई खुल्ला आकाशमा उडाएँ, अब यो आउँदा पनि आउँदैन खान, मैले पिटाइ पनि खाँदैन, अनि सबै कुरा ठिक। अब चराले सोचिरहेको छ ऊ यति प्रायश्चितमा छ कि म फेरि गएर गुड बनाउँछु। अब कुकुरले सोचिरहेको छ कि अब फेरि पनि मालिकले लिएर रुखमा राख्यो भने म फेरि पनि के गरिदिन्छु, भत्काइदिन्छु। यसको निष्कर्ष म जान्दिनँ, मैले यसको निष्कर्ष लेख्दा पनि लेखिनँ, तर हाम्रो सम्बन्धहरू, कतिपय सम्बन्धहरू यस्तै तरिकाले टुट्ने गर्छन्। कतिपय मान्छेहरू हाँस्न बसेको हुन्छन्, कतिपय मान्छेहरू एकतर्फी सोचमा बसेको हुन्छन्, कतिपय मान्छेहरू चाहिँ सबै कुरा थाहा हुँदा पनि अन्जान बनेर हिँडिरहेको हुन्छन् र बसिरहेको हुन्छन्। यही कुरालाई सोचेर कसलाई चरा बनाउनुहुन्छ र कसलाई कुकुर बनाउनुहुन्छ, मलाई चाहिँ कमेन्ट गरिदिनुहोस्। यसको सोलुसन या त चराले सधैँको लागि त्यो ठाउँ छोडेर जानु पर्यो, हैन? या त जति पटक